म वरिष्ठ पत्रकार विजय बान्तवाजीलाई दिन चाहन्छु। हार्दिक अभिवादन सबै उपस्थित हुनुभएका पत्रकार, विशेष गरेर हाम्रो सम्माननीय मुख्यमन्त्री महोदयलाई मेरो कर कमलबाट नमस्कार। र यहाँ उपस्थित हुनुभएका जति पनि विधायक महोदय हुनुहुन्छ, मन्त्री महोदय हुनुहुन्छ, अनि सचिव हुनुहुन्छ, उहाँलाई पनि हार्दिक नमस्कार गर्दछु। र उहाँलाई यो हामीले 60+ सिनियर जर्नलिस्टबाट उहाँहरूले जुन चाहिँ राम्रो कदम उठाइदिनु भएको छ, उदार हृदयले उहाँले कुनै किसिमको भिन्नता नराखिकन हामीलाई हाम्रो योगदान हेरेर दिनुभएको छ, त्यसमा उद्गार व्यक्त गर्दै यो हामीले फेलिसिटेसन चढाउँदैछौँ। र यहाँ हाम्रो साथीहरू जति पनि आउनुभएको छ, सबैजना आउनु सक्नु भएन होला, 6-7 जना आउनुभएको छ होला। यहाँ त्यो फेलिसिटेसनको कपी सबै चाहिने कुरोहरू लिएर आउनु होला। म यहाँ तबसम्म म यो फेलिसिटेसन पढ्न चाहन्छु। र साथीहरूले मलाई अर्डर गरेको छ, तपाईँले फेलिसिटेसन पढ्दाखेरि यो तपाईँहरूले जुन चाहिँ हाम्रो कुराहरू छ त्यो कुराहरू माग्नु त तपाईँहरूले हामीले माग्नु पर्दैन, तपाईँले सबै दिनुभएको छ तपाईँको उदारताले। तर यो कतिवटा रेक्टिफिकेसन सुधारहरू गर्नुपर्ने कुरालाई तपाईँले राख्नुपर्छ भन्नुभएको छ। र म त्यो मागहरू केही राख्ने होइन, तर मैले के भन्न चाहन्छु भने हामीलाई जुन चाहिँ सेन्ट्रल प्रेस एक्रिडिटेसन अथवा PIB-बाट जुन चाहिँ सहुलियत दिन्छ, हामीले स्टेटबाट पाइहालेका छौँ। हामीलाई दिने सहुलियत सबभन्दा ठुलो चाहिँ के छ भने कोही पनि पत्रकारहरू, जर्नलिस्टहरू यो पर्मानेन्ट डिसेबिलिटी भयो भने, जस्तै हाम्रो खगेन्द्रमणि प्रधानज्यू र जो पनि क्यान्सर बिमार अथवा ड्रिडेड डिजिजबाट चाहिँ प्रभावित हुनुहुन्छ भने चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरूले स्पेसल वेलफेयर फन्डबाट पैसा दिनुहुन्छ। तर कस्तोलाई दिनुहुन्छ? दोज हु आर एक्रिडिटेड बाई सेन्ट्रल गभर्मेन्ट, PIB और स्टेट गभर्मेन्ट। र के भयो भने उहाँहरू जो पनि फेसिलिटीहरू पाउनु भएको छ यो पेन्सन स्किमको, त उहाँहरूलाई के भयो भने इमिजिएटली उहाँहरूको प्रेस एक्रिडिटेसन कतिजनाको यो फ्रिलान्सरमा रिन्यू हुनुपर्ने, त्यो कतिवटा कारणले सायद रिन्यू हुन सकेको छैन। म के रिक्वेस्ट गर्छु भने उहाँहरूको त्यो रिन्यू गरिदिनुहोस्, किनभने यो स्टेटमा काम गर्दा गर्दै सेन्टरमा पनि हामी फेरि यस्तो हो, ए राइटर एन्ड जर्नलिस्ट नेभर रिटायर्स। हामी जिउँदो जाग्दो हुँदाखेरिसम्म लेखिरहन्छौँ नि हो। हामीलाई जुन चाहिँ हाम्रो स्वतन्त्रता अभियान हामी लेख्छौँ नि, हाम्रो लेख्ने अधिकार हो। र तपाईँहरूले रिटायर भएपछि चाहिँ सर्भिसमा रिटायर गरेको जस्तो चाहिँ हामीलाई नसम्झिनुहोस् है भनेर रिक्वेस्ट गर्दैछु म तपाईँलाई। र हामी चाहिँ लेख्छौँ, जसले लेख्छन्, अनि हामी पोस्ट एडिटोरियल म्याटर लेख्छौँ, किताब लेख्छौँ। भर्खरै मात्र हाम्रो परिप्रकाशनबाट हाम्रो CM साहबको प्रमुख संरक्षणमा पत्रकारितामाथि पुस्तक छापिदिनु भएको छ। यस्तो प्रकारले हामीले उहाँबाट प्रेरणा पाइरहेका छौँ। र त्यो एउटा कुरा भयो, प्रेस एक्रिडिटेसन जसले पाउँछ, जसले पोस्ट एडिटोरियलमा अथवा रिपोर्टिङ गर्दैछ उहाँहरूलाई रेगुलर गरिदिनुहोस्। फ्रिलान्सरमा भए पनि यही हो, ठिक हो कुराहरू। डबल बेनिफिट लिनु भएन। जसले पेन्सन थाप्दैछ पेपरबाट पनि, अब उनीहरूले पेपर आफ्नै हिसाबले निकाल्छन् भने निकालौँ, त्यसमा फ्रिडम अफ एक्सप्रेसन पाउँछ। अर्को कुरो चाहिँ के छ भने हामीले जुन चाहिँ राशि पाउँदैछौँ त्यो राशि स्ट्रिमलाइन्ड होस् हगि। अब थ्रु हामीले हुन त अब CM साहबको यत्रो हृदयबाट नपाउनेहरूलाई पनि दिनुभएको छ, किनभने उहाँहरूको योग्यता हेर्नुभयो, पहिलादेखि दिएको योगदान हेरेर दिनुभएको, त्यसै दिनुभएको छैन। फेरि यो जुन चाहिँ पेसा हो यो इन्टरनेसनल पेसा हो, र यसले गर्दाखेरि डक्टरको पेसा जस्तै उहाँले यो दिनुभएको छ। र यहाँ मलाई मेरो चिट आइसक्यो, खासमा म साथीहरूले मलाई अलिकति बोलिदिनुहोस् भनेर मात्रै बोलेको। र आई वुड लाइक टु, विथ द पर्मिसन अफ चिफ मिनिस्टर एन्ड सेक्रेटरी, I would like to read out the text of this felicitation. 60+ senior journalist under Press Club of Gangtok, felicitation. In democracy, the role of independent or freedom of press is inseparable and invaluable, where the relationship of executive
and politician vis-a-vis journalists is almost in rivalry mode. In most of the cases, the rulers suppress the voice of freedom of press, snatch the right of information in most of the places. However, our present Chief Minister, Shri Prem Singh Gule Tamang, creates milestone and set the precedent when he supports the press fraternity. In this connection, he introduced the unprecedented pension scheme under Patraka Samman Yojana to the journalists of Sikkim who complete 60 years of age and contribute to the state for more than 20 years in the field of journalism. In recognition of his various commendable initiatives and facilities extended to the journalists of Sikkim, including Patrakar Samman Yojana, we, the 60+ senior journalists, felicitate to Sri Prem Singh Tamang Gole, the Honorable Chief Minister of Sikkim, on the auspicious occasion of National Press Day 2025 and wish for his good health and longevity. We also aspire that the relationship between the government and press fraternity will continue in a smooth manner under his dynamic leadership, so that the fourth estate will be the genuine voice of people displaying their courage, writing and reporting in the free and fair manner. Signed by Vijay Bantava, Chief Coordinator, 60+ senior journalist. Signed by Jivan Katwal, Coordinator. And all are welcome here on the dais, and I request the Chief Minister also to please come here on the dais. राज्यका वरिष्ठ पत्रकारहरूद्वारा विशेषतः जति पनि सिक्किममा रहेका जति हाम्रा वरिष्ठ पत्रकारहरूले दीर्घकालीनदेखि पुर्याउँदै आउनुभएका जुन उहाँहरूले पत्रकारितापट्टिको योगदान छ, यसलाई कदर गर्दै राज्य सरकारले सुरु गरेको जुन पत्रकारिता सम्मान योजना छ, यस अन्तर्गत 10 जना वरिष्ठ पत्रकारहरूले यो आर्थिक सहयोग प्रत्येक महिना प्राप्त गरिरहनु भएको छ. And we are witnessing, ladies and gentlemen, the felicitation by our senior journalist expressing deepest gratitude to the Honorable Chief Minister for initiating Patrakar Samman Yojana. Can we have a big round of applause? यस वर्षदेखि हाम्रा एकजना वरिष्ठ पत्रकारले पनि घोषणा गर्नुभएको छ यो स्किमको निम्ति, र अब the number goes up to 11. अब हामी कार्यक्रमको अर्को मुख्य भागमा प्रवेश गरिरहेका छौं, अनि विशेषतः राज्य सरकार र सम्माननीय मुख्यमन्त्रीको पहलमा विभिन्न जति पनि पत्रकारहरू छन् उहाँहरूको निम्ति जुन कल्याणकारी योजना सुरु गरिदिएको छ, यसलाई मध्यनजर राख्दै आज प्रेस क्लब अफ सिक्किमले सम्माननीय मुख्यमन्त्रीलाई सम्बर्धना अथवा उहाँलाई हामी प्रशंसा पत्र प्रदान गर्न लागिरहेका छौं. With deepest gratitude for the support to the press fraternity of Sikkim, and this felicitation would be given by Press Club of Sikkim. To read the citation, may I invite on stage the editor of Summit Times, Mr. Puran Tamang.